माछा र मासुको स्वाद भुलाउने आफ्नै घरमा बनाउन सकिने मकैबाट बनेको यो परिकार तपाईँहरूले पनि पक्कै एकचोटि चाख्नुपर्ने हुन्छ है। हमर मनक गाम में शोर बगिले आहा एलिए अनार में यो बनाउन सबभन्दा पहिला तपाईँलाई चाहिनुहुन्छ मकै र साथमा हजुरले गहुँको पिठोहरू पनि मिसाउन सक्नुहुनेछ। आज चाहिँ हाम्रो मम्मीले बनाउँदै हुनुहुन्छ, मलाई यो परिकार गरेर खासै थाहा छैन। मकैलाई मसिनो पारेर ग्राइन्डरमा पिसिसकेपछि हजुरहरूले यो गर्न सक्नुहुन्छ, पकाउन सक्नुहुन्छ। र साथमा मकैलाई चाहिँ तपाईँले सक्दो कलिलो मकै लिनुभयो भने एकदमै राम्रो हुन्छ। यो परिकार चिप्लेको मकैले चाहिँ अलि राम्रो हुँदैन, स्वाद बिगारिदिन सक्छ। कलिलो मकै लिनु होला राम्रोसँग है। अनि टट्ट गहुँको पिठो पनि मिसाउन सक्नुहुनेछ। गहुँको पिठो अथवा मैदा त्यो मिसाउँदा पनि हुन्छ। टक्क मिसाइसकेपछि यसलाई चाहिँ घिउ हालेर पकाउनु भने अझ राम्रो स्वाद आउने हुन्छ। घिउ हालेर पहिला पथारिएको रोटी जसरी नै बनाइन्छ, टक्क तेल हालेर पहिला, त्यसपछि राम्रोसँग वरिपरि मिलाउनु पर्ने हुन्छ है त। अनि सक्दो यसलाई चाहिँ कम आगोमा बनाउनुले एकदम राम्रोसँग कोइला भएको चुलामा बनाउनु एकदम राम्रो हो। कम आगोमा धेरै बेर 10-15 मिनट चलाएपछि एकदम रेडी हुन्छ र एकदम मिठो स्वाद आउने हुन्छ। यसलाई चाहिँ हामी अब पल्टाउन गइरहेका छौँ। चट्टैलाई दुईतिरबाट राम्रोसँग पकाउनु पर्ने हुन्छ। यसको माथि एक भाग पाकिसकेपछि चट्ट राम्रो देखिन्छ, माथि रातो भएको हुन्छ। र यसमा तपाईँले पल्टाइसकेपछि फेरि घिउ नत्र तेल आफ्नो हिसाबले थप्न सक्नुहुनेछ। आफ्नो इच्छा अनुसारले हजुरले यसमा घिउ अथवा तेल हाल्न सक्नुहुन्छ। घिउ हालेर पकाउनु भने अझै राम्रो स्वाद आउने हुनाले हामीले चाहिँ यसमा घिउ एड गरिरहेका छौँ है। पाकिसकेपछि त्यो रातो हुन्छ, चट्ट हेर्दा एकदम मिठो स्वाद आउने हुन्छ है त। वासना पनि मकमक आइरहेको हुन्छ यसको परैबाट। तपाईँले चाहिँ यसलाई जेसँग पनि खान सक्नुहुन्छ, दहीसँग, सागसँग, जेसँग पनि। अब हामी टेस्ट गर्न गइरहेको छौँ कस्तो रहेछ। यो पहिलो बाइट खाँदा एकदमै मिठो स्वाद आइरहेको छ। यसको स्वाद चाहिँ पनिर जस्तो छ है त। हस् त, धन्यवाद।